म यहीँको हो डान्सको लागि हो कि डान्सको लागि डान्स सर हाम्रो डान्सर हो क्यामेराम्यान हो सबै हो श्याम सर बोलाउनु सर सर त्यो चेयरहरू ल्यायो पहिला आउनुपर्छ आऊ भन्नु न भइसक्यो भयो बोलाउनु न आऊ न आऊ तिनजना आऊ छिटो है उता खोइ ओ एकछिन ल भाइ Side lag. And the loudest one that is I can do baseline. Check it out, baby. Mamacita, qué bonita. Mamacita. Mamacita, qué bonita. Mamacita. Ella me le va no siempre está lista para la rumba. Sale y gasta la punta. Le gusta sudar el alcohol. Sola la pasa mejor. Vestida de Cristian Dior. Siempre llega por dejar el sol. Dame lo que yo sé. Uno de otro sé. Ella chorita y me sé. Ese último milagro. Ella tiene algo que hace que me guste. Ella tiene
अहिलेको युवा पिँढीहरूको ढुकढुकी मोडर्न डान्स अर्थात् आधुनिक नृत्य होइन त जिया? हो नि कृष्ण, कस्तो लाग्यो तिमीलाई? मलाई त निकै राम्रो लाग्यो नि। आफ्नो कला संस्कृतिको संरक्षण गर्दै अरूको कला संस्कृतिको सम्मान गर्नु त हामी नेपालीहरूको कर्तव्य पो हो त। हो नि जिया, विभिन्न संस्कृति झल्काउने यस गीतमा आफ्नो जोरदार प्रस्तुति दिएर जानुहुने सम्पूर्णलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। अब अर्को प्रस्तुतितर्फ लागौँ न त। साँच्चै अर्को प्रस्तुति गीत भन्ने त सुनेको थिएँ, तर गीतको बोल चाहिँ के रहेछ के तिमीलाई थाहा छ कि? थाहा छ नि जिया, नाइ मैलाले गावै छोड्यो रे। हो कृष्ण, यो गीत त मैले पनि सुनेको छु नि। मलाई यो गीतको भाव र यो गीतले दिन खोजेको सन्देश कस्तो मनपर्छ। हो नि जिया, यस गीतले त हाम्रो नेपाली समाजको वास्तविकतालाई उजागर गर्न खोजेको छ नि। साथै यस गीतका शब्दहरू यति मार्मिक छन् कि यो गीत हाम्रो मन, मुटु र मस्तिष्कमा पनि बस्न सफल भएको छ। ठिक भन्यौ तिमीले। हाम्रो देश नेपालमा यति धेरै सम्भावनाहरू छन् हेर त, त्यही पनि ती सम्भावनाहरूलाई श्रममा परिवर्तन भने गर्नै सकिएको छैन। त्यही कारणले हाम्रा गाउँघरहरू रित्तो हुँदैछन्। देशका बलिया बलिया जनशक्ति पनि विदेशीले बढ्दै गएको छ नि। साँच्चै मानिसहरू जहाँ आफ्ना साना खुदै बालकहरूलाई छाडेर जान्छन्, डाँडामाथि जुन भइसकेका आफ्ना बुढेसकाल लागिसकेका आमा बुबाहरूको सहारा पनि बन्न सकेका छैनन्। हो नि, यस गीतमा राई महिला जस्तै विदेशिएका हरेक युवाहरूलाई नेपाल फर्कन आह्वान गरिएको छ। त्यसैले अब यस गीतका मार्मिक शब्दहरूलाई आफ्नो भाकामा ढाल्नका लागि आउँदै हुनुहुन्छ आरोह र उनीहरूको समूह। त्यसैले जोरदार तालीका साथ उहाँहरूलाई यस मञ्चमा स्वागत गरौँ। धन्यवाद। धन्यवाद।